सामाजिक सञ्जाल लगायत बुद्धिजीवीको टेबल, पत्रकारको न्युजरुम र युवाको चिया पसलको लागि हट टपिक बनेको सोसल मिडिया बिल हामी युवाजको लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। यस टपिकमा पडकास्टर सविता आचार्य र एक विद्यार्थी अशोक पालसँग मैले कुरा गरेँ। उहाँहरूको मन जोड्ने प्रयास गरेँ। के यो विधेयक ठिक छ भनेर सोधेँ। सुनिरहेकै छु। जनचासोको विषय भएर चाहिँ म पनि यो बारेमा अवगत नै छु। अहिले संसदमा सोसल मिडिया बिलको बारेमा कुरा चल्दै गर्दा चाहिँ म एज अ युथ चाहिँ मलाई चाहिँ यो बिल चाहिँ रिभाइज हुनु धेरै जरुरी छ जस्तो लाग्छ। पास हुनुपर्छ कि अथवा रिभाइज हुनुपर्छ, के छ, कुन पक्षधर हुनुहुन्छ हजुर? मलाई चाहिँ त्यो रिभाइज हुनुपर्छ जस्तो लाग्छ। यसमा चाहिँ अब कन्टेन्ट रेगुलेसन गर्ने कुरा, नियमन गर्ने कुराहरू चाहिँ ठिक हो होइन, तर अब चाहिँ त्यसमा कडाइ गरेका कुराहरू जुन छन्, जुन नियमहरू, जुन रुल्सहरू आउनेवाला छन्, त्यो पास भयो भने चाहिँ त्यो चाहिँ अलि बढी नै हाम्रो फ्रिडम अफ स्पिच, फ्रिडम अफ एक्सप्रेसनलाई चाहिँ अलिक खुम्चाइन्छ कि भन्ने डर भएको हिसाबले चाहिँ यसलाई चाहिँ रिभाइज गर्नु जरुरी छ भन्ने नै हो। कि हामी अहिले लोकतान्त्रिक देशमा छौँ होइन, अनि आफ्नो राइट टु एक्सप्रेस भनेर हामीले वकालत गरिरहेका छौँ। आफ्नो कुराहरू मजाले फ्रीली एक्सप्रेस गर्न पाउनुपर्छ भनिराख्दाखेरि सरकारले यो सोसल मिडियाको जुन बन्देज लगाएको छ नि, त्यहाँ हेऱ्यो भने केही पनि गर्न पाइँदैन क्या खासमा हामीले होइन। त्यो सबै यदि लागू भयो भने केही पनि गर्न पाइँदैन। हामी आफ्नो विचारहरू सबै कुण्ठित गरेर राख्नुपर्ने हुन्छ। विधेयकमा अनुमति नलिई सामाजिक सञ्जाल चलाएमा 25 लाखसम्म जरिवाना बेहोर्नु पर्ने नियमलाई प्रस्ताव गरिएको छ। अब जस्तै हाम्रो उदाहरणकै रूपमा लिने हो भने चाहिँ हामीले लभ रियाक्ट गर्दा, हामीले लाइक रियाक्ट गर्दा, हामीले कमेन्ट पास अन गर्दा सोसल मिडियाहरूमा चाहिँ त्यसकै बेसिसमा हामीलाई 5 वर्षसम्म जेल हुनु कतिसम्मको जायज होला त? एउटा आफैमा ठुलो प्रश्न भएको हिसाबले चाहिँ यो रिभाइज गर्न जरुरी छ भन्ने नै हो। जुन अहिले नेपालमा यति धेरै मान्छेहरूले आफ्नो कुराहरू इजिली भन्न पाएको छन् होइन, चाहे त्यो अधिकारको कुरा होस्, चाहे कर्तव्यको कुरा होस्, राम्रोसँग भनिरहेको समयमा चाहिँ फेरि यो टाइममा आएर त्यसरी बन्देज लगाउनु चाहिँ ठिक होइन। यसलाई रिभाइज चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई। मैले कुरा गरेको दुवैजनाले यो बिललाई रिभाइज भने गर्नुपर्ने बताउनु भयो। हजुरहरूलाई यो बिल कस्तो लागिरहेको छ कमेन्ट गर्नुहोस्। अहिलेसम्म बिल पास भएको छैन, त्यसैले मन परेको छैन भने प्रतिकार पनि गरौँ। साइबर सुरक्षा र अनलाइन सुरक्षाको विषयमा भने यस विधेयक राम्रो नै देखिन्छ, तर कति धेरै नवप्रयोगकर्ता र हाम्रा बाआमा उमेरका जसले राम्रोसँग सामाजिक सञ्जाल प्रयोग गर्न सक्नुहुन्न, जान्नुहुन्न, उहाँहरूको लागि यो हितकारी छैन। यस विधेयक रिभाइज गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ, निचोडमा हामी छौँ। तपाईहरूलाई यो विधेयक कस्तो लागिरहेको छ कृपया कमेन्ट गर्नुहोला। स्पोटिफाई, एप्पल पडकास्ट र युट्युबमा हाम्रो युवा पडकास्ट सुन्दै र हेर्दै गर्नुहोला।